हेलो एभ्रिवान, आज चाहिँ हामी रिलायन्स स्प्रिङ मिलको बारेमा कुरा गर्छौँ। यो चाहिँ नेप्सीमा भर्खरै लिस्टिङ भएको कम्पनी हो, जुन 6 महिना अगाडि लिस्टिङ भएको थियो। र यसको चाहिँ अब हामी आज के कुरा गर्छौँ भन्दाखेरि यो कम्पनी कस्तो छ, के छ, अहिलेको अवस्थामा यो मार्केटमा कसरी ट्रेड गरिरहेको छ, किन घटिरहेछ भन्ने कुरा नि भन्छु। र त्यसपछि अब हामीले यसमा फर्दर के गर्ने, र यसबाट नोटिस आएको रहेछ जुन चाहिँ हामीलाई जान्न अलिकति जरुरी छ। र यो मार्केटमा चाहिँ हामी के गर्ने, प्लस यसको फाइनेन्सियल स्टेटमेन्टमा के आइरहेको छ, जुन क्वार्टर थर्डको यसले प्रोभिजनल निकालेछ, यसमा चाहिँ अब हामी के गर्ने भन्ने चाहिँ हामी पुरै यो भिडियोमै डिस्कस गर्नेवाला हुन्छौँ है त। र अब हामी रिलायन्स स्प्रिङ मिलको बारेमा हेर्छौँ भने चाहिँ धागो बनाउने कम्पनी हो। यो चाहिँ आइपिओ मार्केटमा आउने बेलामा नि यसको अलिकति राम्रै चर्चा परिचर्चा भएको थियो। किन भन्दाखेरि चाहिँ यसमा चाहिँ जब लिस्टिङ भएको थियो, यो 800 समथिङमा चाहिँ यसले आफ्नो प्रिमियममा आएको थियो होइन। र प्रिमियम मागिकन पनि आफै चाहिँ 300मा खुल्या कम्पनी हो कि। त्यतिखेर चाहिँ यसको कुरा के थियो भन्दाखेरि ओहो अब यसले चाहिँ घाटा पार्छ भन्दै थियो। अल्टिमेटली सबै लगानीकर्तालाई चाहिँ आइपिओमा लगानीकर्तालाई धेरै फाइदा पुर्याएर भयो। र यसको मार्केट चाहिँ अब अल टाइम हाई 5,000को हाइटमा पुगेर, त्यस्तो बियरिस मार्केटमा नि नराम्रो सेन्टिमेन्ट हुँदा हुँदैन 5,000को हाइटमा पुगेर चाहिँ अहिले यो मार्केट चाहिँ ठ्याक्कै माथिबाट झन्डै 50% डाउन जस्तोमा आएर बसेको छ है त। ठ्याक्कै 50% डाउन जस्तोमा आएर बसेको छ र अझै पनि यो घट्ने चान्सेस बढ्दैछ। र अब हामी वान बाई वान जान्छौँ यो कुरामा भने चाहिँ हामी सबभन्दा सुरुमा चाहिँ म तपाईँहरूलाई यो नोटिसबाट लिएर जान्छु। नोटिसमा के भनेको छ भन्दाखेरि रिलायन्स स्पिनिङ मिल हेज इस्युड नोटिस। यो चाहिँ जुन यो म्युचुअल फन्डहरूलाई हुन जाने किता हुन्छ, त्यो चाहिँ भदौ 1 गतेदेखि चाहिँ यसको के लकिङ खुल्दैछ अरे त। भदौ 1 भनेको अब आजबाट कति दिन छ भन्दाखेरि आज मैले भिडियो बनाउँदाखेरि 23 गते भइरह भनेको अब हाम्रो 1 हप्ता, जुन यो 25देखि यो 1 हप्ता र अर्को जुन भदौ 1 गतेदेखि चाहिँ यसको एक्स्ट्रा कति किता भन्दाखेरि 7,70,640 किता चाहिँ मार्केटमा अझै फ्लोट हुँदैछ है। अब यो भन्नाले कति हो, अहिले के भइरहेछ भन्दाखेरि चाहिँ अहिले चाहिँ हामीसँग यसले झन्डै 10 लाख किता सेयर चाहिँ पब्लिकलाई दिएको थियो। र यो 10 लाख किता सेयर्स मध्ये चाहिँ 60% मात्रै ट्रेड भइरहेको थियो। र सोच्नुहोस् है तपाईँहरू आफै, 60% ट्रेड हुँदाखेरि यो मार्केट 2600मा छ भने अझै 7 लाख किता यसको एक्स्ट्रा थपिँदैछ भने चाहिँ यसको चान्सेस चाहिँ के हुन्छ भन्दाखेरि यसको प्राइस चाहिँ अझै घट्न सक्ने हामीले चान्सेस देख्छौँ। त घटेर कहाँ पुग्छ है। र ठ्याक्कै यस्तै घट्छ भन्ने हुँदैन होइन। मार्केट हो सधैँ टु साइड हुन्छ। तर हामीले चाहिँ अब आफ्नो वेमा हेर्दाखेरि चाहिँ हामीले कसरी भन्न सक्छौँ भन्दाखेरि चाहिँ ओहो अब चाहिँ एक्स्ट्रा किता फ्लोटिङ हुन्छ मार्केटमा, र डिमान्ड क्रिएट भएन र मार्केट अझै पनि यस्तै भइराख्यो भने चाहिँ रिलायन्स स्पिन मिल चाहिँ अझै पनि घट्न सक्छ भन्ने हामीले हेर्न सक्छौँ। र यो चाहिँ यो भिडियो मात्रै भन्दैन, तपाईँहरूले सबै भिडियोमा चाहिँ सरी सबै कम्पनीमा चाहिँ यो कुरा अप्लाई गर्न सक्नुहुन्छ है। र अनि अर्को कुरा भनेको चाहिँ यसको फाइनेन्सियल कुरा त है त। यसको फाइनेन्सियलमा हामी जान्छौँ भने चाहिँ मैले यसको ओभरअल सबै अघि हेर्दै थिएँ होइन। र त्यसमा चाहिँ मैले के भेटेँ भन्दाखेरि चाहिँ यसको वार्षिक रूपमा चाहिँ इपिएस 20 रहेछ, जुन चाहिँ राम्रो हो होइन। नेटवर्क पर सेयर पनि एकदम राम्रै छ। तर यो चाहिँ के भन्दाखेरि अब त्यतिखेर नै स्टार्टिङमै चाहिँ हल्का म्यानिपुलेटिभ छ भनेर न्युजहरू आएको थियो। मैले न्युज चाहिँ सुन्दा छु, कतै कतै आएको थियो न्युजहरू। अनि त्यो हिसाबले चाहिँ हामीले अहिले हेर्छौँ भने चाहिँ यसको प्रफिट चाहिँ लगभग 1,00,000, 10,00,000, 10 लाख लगभग 26 करोडको चाहिँ यसको प्रफिट देखाइरहेको छ। र हामीले चार्ट वाइज टेक्निकल वाइज कुरा गर्छौँ भने पनि अलिकति यसमा के देखिया छ भन्दाखेरि चाहिँ जुन मेरो आफ्नै एक्सपिरियन्स है, मैले अहिलेसम्म चार्ट हेर्ने तरिकामा चाहिँ यसमा के देखिएको छ भन्दाखेरि चाहिँ यो जुन लो छ, अब यो अलिकति नजिकैको लो, यसलाई पनि यसले स्ट्रङली ब्रेक गरेको छ क्या। स्ट्रङली ब्रेक गरेपछि यो अलिकति बढ्नुको रिजन चाहिँ हामीले यसलाई खासै पोजिटिभ नभइकन चाहिँ यो थोरै रिटेस्ट गर्छ। र फेरि रिटेस्ट गरेर अब किनकि एक्स्ट्रा पनि आइरहेको छ नि त मार्केटमा, फ्लोटिङ सेयर्सहरू आइरह, यही पोइन्टबाट चाहिँ रिभर्स ब्याक गर्छ होइन, अथवा यहाँ पुगेर चाहिँ हल्का ठुक्किन्छ कि यो दुइटा। किनकि यस्तो हुन्छ हाम्रो मार्केटमा चाहिँ रियाक्सन जोन भन्ने हुन्छ है, ठ्याक्कै माथि र तल भन्नुभन्दा पनि एउटा रियाक्सन जोनमा गएर चाहिँ मार्केटले इफेक्ट देखाउँछ भनेर हामी बुझ्छौँ। भने चाहिँ यसको रियाक्सन जोन चाहिँ यो हुन सक्ने चान्सेस हाई हुन्छ। किन भन्दाखेरि अघिल्लोचोटि चाहिँ यो प्राइस चाहिँ यसको लो भइसकेको थियो। अनि अब अलिकति अब यहाँ हल्का बढ्न पनि खोज्यो। अब हेर्नु कस्तो हुन्छ भने अब हामीले हरेक पोसिबिलिटी सोच्नुपर्छ क्या मार्केटमा। त्यो भएर चाहिँ अब कि त यहाँ पुगेर फर्किन्छ एउटा हुन्छ चान्सेस, कि त अब यहाँ नपुगिकन कतै बिचबाट फर्किन्छ अर्को चान्सेस, कन्टिन्युस डाउन ट्रेन्ड हुन्छ, अथवा यहाँ पुगेर कन्सोलिडेट भएर माथि जान्छ। अब यो माथि जानेमा चाहिँ म मेरो पर्सनल भ्यू सोध्नुहुन्छ भने यो माथि जानेमा चाहिँ म अलिकति पोजिटिभ छुइनँ। रिजन चाहिँ के भन्दा यस्तो एक्स्ट्रा किताब पनि फ्लोट भइरहेको छ र अहिले ओभरअल मार्केटको सेन्टिमेन्ट पनि नेगेटिभ छ। र पछि फर्दर लङ टर्ममा चाहिँ यो माथि अलिकति गइहाल्यो भने पनि यही ट्रेन्ड लाइनको चाहिँ एकचोटि चाहिँ यही ट्रेन्ड लाइनलाई चाहिँ हाम्रो फर्दर कहाँ पुग्यो हुन्छ, यही ट्रेन्ड लाइनलाई चाहिँ यसले एकचोटि चाहिँ रिटेस्ट गर्छ, तल झर्छ, अनि बल्ल चाहिँ माथि आउँछ भन्ने कुरा भयो त हो। यो चाहिँ अब हामीले सबै पर्सपेक्टिभ सोध्नु पऱ्यो। र यदि यसलाई चाहिँ अब अहिले हामी तत्काल भन्ने हो भने तपाईँहरूसँग छ भने चाहिँ अझै नै राख्नु भएको प्रफिट बुक नगरिकन भने चाहिँ लाइक अब बिस्तारै प्रफिट बुक गरेर सोच्दा हुन्छ। र तपाईँहरूसँग छ अब किन्छु भनेर सोच्नु भयो भने चाहिँ प्लिज नकिन्नु होला,
नकिन त सरी मैले त्यसरी भन्न नि मिलेन। छ भने चाहिँ सोच्नु होला, सोच्नुलाई चाहिँ भन्न पाइयो नि त होइन? सोच्नु होला र आफ्नो डिसिजन आफूले लिनु होला। मैले योभन्दा अगाडि चाहिँ इसिएल जुन एभरेज कलर लिमिटेड चाहिँ यो आइपिओ आएको किन घट्यो भनेर हालेको छु। त्यो भिडियो तपाईँहरू हेर्न सक्नुहुन्छ। र केही एक्स्ट्रा क्वेसन्स छ भने मलाई लाइक कमेन्टमा सोध्नु होला। आई एम रेडी टु गिभ द आन्सर है त। र यो चाहिँ फुल अन मेरो नलेज हो। सो यसमा एक्स्ट्रा अब आफूले नि केही अध्ययन गर्नु होला र केही छ भने तल भिडियोको कमेन्टमा लेख्नु होला। म अर्को भिडियो आउँदाखेरि चाहिँ त्यो कुरा पनि सबै मेन्सन हुने गरी हालिदिन्छु है त ल। यति नै भयो। थ्याङ्क यू अ लट।